हेलो गुड मर्निङ दर्शन नमस्ते। मेरो युट्युब च्यानलमा जोडेर रहनुभएका सम्पूर्ण साथी मित्रहरूलाई मेरो हार्दिक स्वागत छ। आज एउटा यति रमाइलो ठाउँ देखिनेछ जहाँ हावाबाट बिजुली उत्पादन हुन्छ। त्यो एकदम राम्रो सिन हजुरलाई देखाउनेछु। भिडियो एकछिन पनि कट नगरेर सुरुदेखि अन्त्यसम्म साथ दिनुहोला र लाइक र सब्सक्राइब पनि गरिदिनु होला है साथी। तर मलाई सब्सक्राइबको अलि कमी नै छ। अब नयाँ च्यानल बनाएको त्यति अनुभव पनि थिएन। अन्त्यसम्म हेरेर हजुरले बस लास्टसम्म हेरेर हजुरहरूले मलाई साथ दिए चाहिँ पुग्छ है। भिडियो साथीहरू पक्कै पनि अब यात्रा सुरु हुँदैछ। त्यहाँ गएर सबै ठाउँहरू म देखाउने नै छु हजुरलाई। लास्टसम्म साथ दिनु होला। यात्रा सुरु हुँदैछ, नाचिदिनु होला। एकदम राम्रो ठाउँ छ। त्यहाँ गइसकेपछि कस्तो दृश्यहरू होला, कसरी हावाबाट बिजुली निक्लिन्छ होला भन्ने एउटा मनमा खुल्दुली पनि कति साथीहरूलाई लागिरहेको छ। पक्कै देखाउने नै छु। वहाँ गएर प्रतीक्षा गर्नु होला। समयले साथ दिएर नेटवर्कले काम गरेपछि म लाइभ पनि आउनेछु अन्तिम समयमा। आधा बाटोमै छ साथीहरू। अब एउटा मन्दिर आएको छ। मन्दिरमा दर्शन गरेर जाऊँ भनेर पहिले दर्शन गरेर आफ्नो विषयवस्तु र गन्तव्य स्थानतिर लाग्ने नै छौँ। एकदम राम्रो सिन छ साथीहरू। ल हेर्नुहोस् हरियाली यतातिरको। यस्तै राख्दो। मलाई पुरै आउनु दिनु है। राम राम। हेलो गाइजहरू, आधा बाटोमा हो। यात्रा चालु नै छ। साथीहरू हामी दुई भाइ आज ट्याक्कै जोरी लगाएर आएको छौँ। मेरो भाइ अनि म। दुई भाइ
ल है साथीहरू, यात्रा सुरु नै छ गाइजहरू। अन्तिमसम्म 4 दिन होला। एकदम रमाइलो दृश्य छ, नेचुरल सिन, हराभरा जस्तो नेपालको जस्तो छ नि, ठ्याक्कै नेपालको जस्तो हरियाली छ। सुरु नै छ, एकदम हरियाली। यो चाहिँ नागमणि फल हो, ड्रागन पनि भन्छ यसलाई, ड्रागन नागमणि। यो चाहिँ औषधि पनि हुन्छ, रक्त सञ्चारको लागि, रक्तचापहरू गराउँछ। हल्का देखिराखेको छ अगाडि, यो चाहिँ फ्यान। यसबाट हावाबाट बिजुली उत्पादन हुन्छ। हेर्नुहोस् है साथीहरू, कति राम्रो छ। यसरी हाम्रो देशमा पनि विकास गर्न पाएको भए त राम्रो हुन्थ्यो होला है, कति रमाइलो। ल हेर्नुहोस्, योबाट चाहिँ फ्यान, यसबाट देख्नुहोस् आधा आउँछ यार, पुरा आउँदैन। नजिक देखिरहेको छ, आउँदैन, केही समय लाग्छ, प्रतीक्षा गर्नु होला। यात्रा चालु नै छ, लगभग 5-10 मिनट वेट गर्नु होला। हामी पुग्दैछौँ, घुमिरहेको छ। हेर्नुहोस्, यो बाटो चाहिँ बिजुली उत्पादन। हेलो गाइज, देखिरहनु भएको छ एकदम हरियाली, नेचुरल प्राकृतिकले दिएको सुन्दरतामा रमाउने है, कति रमाइलो छ। के समय लाग्छ, वेट गर्नु होला। हेर्नुहोस्, चलिरहेको छ। जति स्पिड घुम्यो त्यति बिजुली उत्पादन हुन्छ। त्यहाँ देखिराख्नु भएको छ, नजिकै आइपुग्यो। यही हो, यसबाट बिजुली उत्पादन हुन्छ। ठ्याक्कै देख्न सक्नुहुन्छ, बिजुली बत्ती उत्पादन भइरहेको छ यसबाट।
हिँड्दा हिँड्दै नजिक आइपुग्यो। चारैतिर हरियाली छ, एकदम नेचुरल। नेचुरल प्रकृति। यसको उचाइ चाहिँ 90 फिट रहेको छ। यो खम्बाको उचाइ अनि पाताको लम्बाइ चाहिँ 60 फुट। अनि नजिक गएर म देखाउँछु। सही छ। पक्कै पनि अन्तिमसम्म साथ दिनु होला साथीहरू। गन्तव्य स्थानमै पुगेको अवस्था छ है। भन्नुपर्दा हामी चाहिँ गन्तव्य स्थानमा पुगिसक्यौँ। यसको साइज, मोटाइ, लम्बाइ, चौडाइ पनि हजुरले देखिसक्नुभयो। लोकेसन भन्नुपर्दा इन्डियाको गुजरात राज्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको जन्मठाउँ। उहाँले जन्मेको जिल्ला पर्छ प्रान्त पनि एउटै हो, राज्य पनि। चाहिँ सिडी यसको भित्र लिफ्ट चलन गरेको हुन्छ। जान्छ यसको चारैतर्फको साइड हाम्रो साथीहरू। यसको नट बोल्ट चाहिँ एउटा नट बोल्ट को साइज चाहिँ 5 केजीको हुन्छ। यति ठुलो छ नट बोल्ट। बाटो माथि जानु सिटीको। यहाँभित्र यसको चाहिँ फ्यानहरू चलिरहेको छ, एडजस्ट फ्यानहरू। कति रमाइलो छ नि। यसरी नै डिजिटल युग बनाएर हाम्रो नेपालमा पनि बिजुली बत्ती यसरी नै हावाबाट उत्पादन गरेपछि धेरै सुविधा हुन्थ्यो होला नेपाली जनताहरूलाई। अन्य देशबाट भारतबाट किन्नु पनि पर्ने थिएन बिजुली। नेताहरू, हाम्रो देशको नेताहरू कुर्सी र पद पछि लाग्छन्। सबै युवाहरू विदेशतिर बेरोजगारको अवस्थामा पठाएर भिडियोमा है क्यामेरामा तपाईँ त्यो यो
रहेछ। पञ्चाबी स्थानमा त पुगेर सबै सिनहरू पनि देखिसक्नुभयो। हावाबाट कसरी चाहिँ बिजुली उत्पादन गर्न सकिँदो रहेछ भने स्पष्ट नै भयो। लाइक र सब्सक्राइब गरेर सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच। नेक्स्ट भिडियो लिएर फेरि पनि उपस्थित